हेलो नमस्ते। म चाहिँ मेरो नाम चाहिँ मनोज यादव। यहाँ स्क्रिनमा पनि हजुरले देखिरहनु भएको छ होला, यहाँ लेखेको चाहिँ यहाँ हेर्नु होला। र हजुरको र त्यसपछि आज म के को लागि चाहिँ हजुरको यो भिडियो बनाइरहेको छु भन्दा चाहिँ हजुरको यो हजुरले जस्तै कस्टमर सपोर्टहरूमा कल गर्दा या हजुरले चाहिँ हाम्रो नवीन ब्याङ्कको कस्टमर केयरहरूमा कल गर्दा हजुरलाई एउटा केही जस्तै हजुरले केही फर्महरू हजुरले बाहिर विदेशमा हुनुहुन्छ, बाहिर विदेशबाट हजुरले फर्म भरिराख्नु भएको छ, हजुरले चाहिँ ब्रान्च भिजिट गर्न सक्नुहुन्न र त्यतिखेर चाहिँ हजुरले हाम्रो नवीन कस्टमर केयरमा हजुरहरूले कल गर्दा चाहिँ उहाँहरूलाई चाहिँ कल गर्दा हजुरलाई चाहिँ यदि केही फर्महरू भरेर पठाउनका लागि केही भनिराख्नु भएको छ भने कसरी भर्न सक्नुहुन्छ त? त्यहाँ त हजुरले कुरा गर्नुभयो, लिङ्कहरू पाउनुभयो, तर लिङ्कहरू पाउँदा पनि यदि भइरहेको छैन, गर्न मिलिरहेको छैन, या हजुरले कल मार्फत कल गर्नुभयो तर हजुरले राम्ररी बुझ्नु भएको छैन भने चाहिँ हजुरले यसको लागि चाहिँ मैले आज भिडियो एउटा सानो भिडियो चाहिँ मैले बनाइदिएको छु। यहाँबाट हजुरले यो हाम्रो नबिल ब्याङ्कको वेबसाइट भयो, हजुरले फर्स्टमा हजुरले चेक गर्नुपर्ने भनेको चाहिँ www.nabilbank.com सर्च गर्नुपर्ने भयो। हजुरले सर्च गरिसकेपछि हजुरले यदि तलपट्टि हजुरले स्क्रोल डाउन गर्नुहुन्छ भने चाहिँ यहाँ चेक गर्नु होला। यहाँ यदि हजुरले चेक गर्नुहुन्छ भने चाहिँ यतिमा छ हजुरको यति हेर्नुपर्ने हुन्छ हामीले चाहिँ। र यो चाहिँ हाम्रो कस्टमर केयर @nabilbank.com चाहिँ पठाउनको लागि भनिरहेको छ भने यो मेल आइडी चाहिँ हाम्रो यहाँ छ, यदि हजुरलाई भनेको छ भने चाहिँ है। र हजुरको अर्को भनेको चाहिँ के छ भन्दा चाहिँ यदि कसैले फर्म भर्नको लागि भनिराख्नु भएको छ, कहाँ भेटाउनु, सपोर्टको अप्सनमा भेटाउनुहुन्छ। यो चाहिँ हजुरले सपोर्टको अप्सनमा चाहिँ हजुरले चाहिँ यहाँ डाउनलोड्स भन्ने अप्सन हुन्छ है हजुरको। यहाँ डाउनलोड्स भन्ने अप्सनमा हजुरले यदि क्लिक गर्नुहुन्छ भने चाहिँ यहाँ चाहिँ रहेको छ। यसमा चाहिँ हजुरले क्लिक गर्नुभयो भने चाहिँ हजुरले चाहिँ पाउन सक्नुभयो। यहाँ जस्तै हजुरले चाहिँ डाउनलोडमा जस्तै हजुरले क्लिक गर्नुभयो भने चाहिँ यहाँबाट चाहिँ हजुरले भित्र जानु होला। भित्र जानको लागि हजुरले चाहिँ यसमा क्लिक गर्नु होला। यसमा हजुरले क्लिक गरिसकेपछि चाहिँ हजुरले के गर्नुपर्ने हुन्छ भने नर्मल्ली हजुरले यो चाहिँ हाम्रो भेटाउने भनेको चाहिँ हजुरले चाहिँ जस्तै एनब्यान हजुरको यो सबै हाम्रो फर्म रहेको छ है। यो हजुरले एकाउन्ट एक्टिभेसन फर्म, एड्रेस अपडेट रिक्वेस्ट, र यसमा के दिएको छ भने फर्स्टमा एए अनुसार, त्यसपछि बिबी अनुसार, त्यसपछि सिसी अनुसार त्यसरी दिएको छ। त्यो चाहिँ हजुरको चाहिँ खोज्न सजिलो हुने भयो हजुरलाई। त्यस्तो गरेर गर्न चाहिँ सक्नुभयो। त्यसको लागि हजुरले के गरिदिनु होला भन्दा चाहिँ यस्तो स्क्रोल डाउन जस्तै हजुरले गर्नुभयो भने चाहिँ जस्तै हजुरले चाहिँ मोबाइल डिभाइस हजुरको रिसेट गर्नुपर्ने छ, या मोबाइल ब्याङ्किङ हजुरको दुईटा खाता रहेको छ, एउटैमा चाहिँ हजुरले लिङ्क गर्न खोजिराख्नु भएको छ भने चाहिँ एन ब्याङ्क म्यानेजमेन्ट रिक्वेस्ट भनिने हुन्छ है। एन ब्याङ्क म्यानेजमेन्ट रिक्वेस्टमा हजुरले सिम्पली क्लिक मात्रै गर्नुभयो भने अटोमेटिक नै डाउनलोड हुन्छ। यो हजुरको डाउनलोड भइसकेपछि त्यो डाउनलोड भएको लिङ्क हजुरको यो डाउनलोड भएको यसमा क्लिक गर्नुहुन्छ भने यस्तो फर्म पाउनुहुन्छ है। यो दुइटै फर्म भनेको चाहिँ हजुरको एउटै फर्म हो। र यो फर्ममा चाहिँ के हुन्छ भन्नुहुन्छ भने एउटा नेपालीमा पढ्न पाउनुभयो, एउटा इङ्ग्लिसमा पढ्न पाउनुभयो। अब यो फर्ममा चाहिँ हजुरले के गर्नुपर्ने हुन्छ भन्दा चाहिँ अब जस्तै हजुरले चाहिँ अब यो दुइटै फर्म हजुरको एउटै हुने भयो। अब जस्तै मोबाइल रिसेटको लागि हजुरले गर्न खोजिराख्नु भएको छ भने चाहिँ अब हजुरले मोबाइल रिसेटको लागि गर्न खोजिराख्नु भएको छ भने सिम्पल एउटा तरिका गर्नु होला। मोबाइल रिसेटमा यहाँ टिक लाउनु होला। र यदि हजुरले मोबाइल ब्याङ्किङ हजुरले जस्तै हजुरको दुईटा खाता छ, एउटा माइनर र एउटा हजुरको छ भने चाहिँ इन्डिभिजुअल खाता छ भने यहाँबाट हजुरले लिङ्क गर्न पाउनुभयो। र साथै यसबाट हजुरले अर्को के गर्न पाउनुभयो भन्दा चाहिँ हजुरले आफ्नो सेभिङ एकाउन्ट र अर्को भनेको चाहिँ रेमिटेन्स एकाउन्ट चाहिँ हजुरले चाहिँ दुइटै यहाँबाट लिङ्क गरेर हजुरले चलाउन पाउनुभयो। यहाँ चाहिँ हजुरले चाहिँ जस्तो मैले एक्जाम्पलको लागि भने र यो हजुर सेभिङ, रेमिटेन्स, माइनर र इन्डिभिजुअल खाताहरू लिङ्क गरेर यहाँ चलाउन पाउनुभयो। त्यसैले हजुरले यो दुई तिनवटैमै हजुरको काम लाग्ने हुन्छ। जस्तै मोबाइल अनब्लक, ब्लक एन्ड ब्याङ्क, डिएक्टिभेट अन ब्याङ्क, यो ट्रान्जेक्सन पिनहरूको यो सबै हजुरले भर्न पाउनुभयो। त्यसको लागि सिम्पल हजुरले यो तरिकाहरू अप्नाउनु पर्ने हुन्छ। र यो हजुरले चाहिँ सब्मिट गर्ने बेला यो कुनै हजुरसँग चाहिँ हजुरको नजिकै कुनै साइबर छ या केही छ भने त्यहाँबाट, या हजुरले आफ्नै घरमा केही प्रिन्ट आउट गर्ने केही हजुरको मेसिनहरू छ भने त्यहाँबाट प्रिन्ट आउट निकालेर यो फर्म हजुरले हातले भर्नुपर्छ है। मेन कुरा भनेको चाहिँ यो फर्म हजुरले हातले भर्नै पर्ने हुन्छ। यो फर्म हजुरले हातले भरेर हजुरले हातले भर्नु होला। र त्यसपछि साथै हजुरले मैले अघि भनेकै जस्तै गरेर हजुरले चाहिँ यो
हजुरले चाहिँ यो मेल आइडीमा पठाउनु पर्ने हुन्छ हजुरले। यो मेल आइडी चाहिँ हजुरको चाहिँ customercare@nabilbank.com मा हजुरले मेल गर्नुपर्ने भयो। यो मेल गरेपछि हजुरले आफ्नो रजिस्टर गर्नुभएकै मेल आइडीबाट मेल गर्नुपर्ने हुन्छ, अन्यथा त्यो भेरिफाई हुने हुँदैन। अन्य कुनै थप जानकारी या अन्य कुनै भिडियो, यस्तै भिडियोको लागि यदि चाहनुहुन्छ भने कृपया हामीलाई मेसेज गर्नुहोला। हामी त्यो अनुसार हजुरलाई चाहिँ यो रिप्लाई चाहिँ दिनेछौँ र हजुरको यो भिडियो मार्फत नै यस्तै भिडियोहरू यो च्यानलमा हामी प्रोभाइड गर्नेछौँ। यो चाहिँ मैले चाहिँ हजुरहरूको सजिलोको लागि अरू कुन ब्याङ्कको बारेमा हजुरले बुझ्न चाहनुहुन्छ यस्तै कुराहरू भनेर हामीलाई चाहिँ सम्पर्क गर्नुहोला, या हजुरले त्यस्तो केही छ भने हामीलाई यो लेख्नुहोला। हामी हजुरलाई चाहिँ जानकारी चाहिँ गराउँछौँ र त्यस्तै खालको भिडियोहरू चाहिँ हजुरलाई चाहिँ यो प्रोभाइड चाहिँ गर्नेछौँ। अहिलेको लागि धन्यवाद। हस्त।